भएन वरिष्ठ कलाकार सुनिल थापा। दर्शकबिन अत्यन्तै दुःखद खबर। वरिष्ठ कलाकार सुनिल थापाको असामयिक दुःखद निधनको खबरले यति बेला नेपाली चलचित्र उद्योग सहित सम्पूर्ण दर्शकहरूलाई गहिरो शोकमा डुबाएको छ। चलचित्र क्षेत्रका एक सशक्त स्तम्भ तथा अमूल्य धरोहर मानिनुहुने थापाको उपचारका क्रममा अस्पतालमै निधन भएको स्रोतले जनाएको छ। बिहानै आएको यो अप्रत्याशित खबरले कला क्षेत्र स्तब्ध बनेको छ। सुनिल थापा नेपाली चलचित्र उद्योगका एक महान र समर्पित कलाकार हुनुहुन्थ्यो। उहाँले दशकौंसम्म अभिनय मार्फत नेपाली चलचित्रलाई उचाइमा पुर्याउन महत्त्वपूर्ण योगदान दिनुभयो। विभिन्न विधा र चरित्रमा देखिएको उहाँको सशक्त अभिनयले दर्शकको मनमा गहिरो प्रभाव छोडेको छ। खलनायकदेखि गम्भीर चलचित्रसम्म उहाँका भूमिका सधैँ स्मरणीय रहनेछन्। उहाँको योगदान सधैँ इतिहासमा अमर रहनेछ। दिवंगत आत्माप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारमा गहिरो समवेदना।